गुड मर्निङ एभ्रिवान। आज फेरि मैले भिडियो अर्को सुरु गरिसकेको छु र आज चाहिँ म चाहिँ जाँदैछु मेरो घरमा। तल छ मेरो चाहिँ, यो चाहिँ मेरो हस्बेन्डको घर हो। टोपी झर्न आँट्यो र आज चाहिँ म ओह्रालो जाँदै गरेको म भिडियो बनाएर हाल्ने छु। यहाँ चामल चियापत्ती सुकाइराख्नु भएको छ। नि सुबानी त गयो नि। बहिनीको छोरीहरू चामल मस्त खेल्दैछ। के गरेको? तिम्रो नाम के पो? उसको नाम चाहिँ वाह। हाई भन न, हाई गर न। आलु दम बनिन आँटेको छ अब। ऊ चाहिँ रेडी। सलाद सलाद पनि रेडी भइसकेको छ यिनीहरूको। हामी भर्खर जाँदैछौँ। सिङ्ना पुरा पारेको हेर्न फेरि। यहाँ चाहिँ चिकन सेन्टर खोलेको छ पहिलो बार यहाँ गाउँमा। मजाले बिक्री हुन्छ होला। यो चाहिँ मेरो आमाको घर जाने बाटो। 1 2 3 गो। नागुम्ला खुट्टा है। 1 2 3 गो। ओए गुडा भाग्नु नदिको। यता पल्ट न। ए ल म फुल टिप्छु ल। के गरेको? फुल टिपेको नि। यस्तो गरेर यसो लाउने। कपडा पनि फुल, टोपी पनि फुल। नहेरिकन के यादै नगर न। भाम्दी मात्रै बात मार्ने। फुल लगाएको हेर कस्तो छ। दामी दामी। ल बन्द गर। योगेशको बारी हो यो। हेर न यो के गर्यो तैँले? फुल्दाको र पन्जरको। खोइ प्याजे फुल पो हो त यो त। ओए प्याजी फुल खाएर त्यसरी नानी जन्म दिएको। रुस्टर न त्यसै रुस्टर। वाह ओ थाहा छ यो टोपी लगाएको छु कि न्यु खोज्नु आएको त यो। नुन त आइज नि खोज आइज। ओए यसले चाहिँ हामी टोपी लगाएको नचिनेर भोग्दैछ। हिँड मेरो घर चाहिँ आइपुगिसक्यो। अब यहाँ चाहिँ अलिकति हिँडेर नै भिडियो बनाउनु पर्ने भयो। गल्छ होला। ए आमा चाहिँ यहाँ बसिरहेको छ। सर्गे पुग्दैन आज त। अलिकति के ठुलो ठुलो जस्तो पनि लाग्यो त अनुहार। सुन्निस् कि के हो?